हालेलुया। प्रभुको नामलाई उचाल्नु कति साह्रो मनोहर छ, आनन्दको कुरा हो। किनभनेदेखिलाई सबैले गर्न सक्दैन, सबैलाई प्रभुले दिनुभएको पनि छैन। तर जसले बुझेर गर्छ नि, म कति मजा लाग्छ यो कुरालाई नि। किनभनेदेखिलाई नि जसले बुझ्छ नि, जसलाई थाहा छ प्रभुको आराधना गर्न भन्ने कति साह्रो गहन कुरा हो भन्ने कुरा जसले बुझेको छ नि, उसलाई नि परिस्थितिले रोक्दैन, अवस्थाले रोक्दैन, बिमारले पनि फरक पार्दैन, भनाइले फरक पार्दैन, खेदोले फरक पार्दैन, अभाव अनि घटी कमीले फरक पार्दैन, मिल्ने साथीसँग समझ नमिल्दै गर्दा पनि फरक पार्दैन। ओ भित्रको चाहना यो हो, मेरो येशू महान हुनुहुन्छ, उहाँ चाहिँ उचालिनै पर्छ। उहाँ बाहेक अरू आराधनाको योग्य हुनुहुन्न, उहाँ मात्र पवित्र हुनुहुन्छ। अनि म यो विश्वास गर्छु आज बेलुकी यही भनाइ यही विचार भएको व्यक्तिहरू यो कोठाभित्र हुनुहुन्छ। हालेलुया। म त्यही व्यक्तिहरूसँग बात मार्दैछु। आमेन। अनि यो बुझ्यो भनेदेखिलाई नि आराधना गर्न यति साह्रो सजिलो हुन्छ। किनभने तपाईँले भेट्टाउनुहुन्छ मैले कसलाई आराधना गर्दैछु अनि उहाँ को हुनुहुन्छ भन्ने कुरालाई तपाईँले बुझ्नुहुन्छ। अनि तपाईँलाई नि सजिलो पर्छ आराधना गर्नु। हालेलुया भन्नु सजिलो पर्छ, प्रभु धन्यवाद भन्नु सजिलो पर्छ। किनभने तपाईँलाई थाहा हुन्छ मैले भन्दै गरेको व्यक्तिले रेस्पोन्ड गर्नुहुन्छ। बुझ्नुहोस् ल यो कुरालाई। यदि कोही मान्छेसँग म केही बात मार्छु, वार्तालाप गर्छु भनेदेखिलाई छेउको व्यक्तिले मलाई रेस्पोन्ड गरेन भने मजा आउँदैन नि है, फिलिङ्स पनि आउँदैन। तर छेउको व्यक्तिले रेस्पोन्ड गर्दैछ मैले भन्दै गरेको कुरा, जस्तो अहिले मैले भन्दै गरेर तपाईँले बुझ्दै हुनुहुन्छ, थुप्रोको शिर हल्लिँदैछ, थुप्रोको म आँखामा देख्न सक्छु, त्यो कुरालाई बुझ्दै हुनुहुन्छ। रेस्पोन्ड गर्दै गर्दा मजा आउँछ। मैले भन्दै गरेको कुराले छेउको व्यक्तिले रेस्पोन्ड गर्यो मजा आउँछ। मजाको कुरा भनिदिउँ, जब हामी आराधना गर्न थाल्छौँ नि हाम्रो पिताले रेस्पोन्ड गर्नुहुन्छ, उहाँ रमाउनुहुन्छ, उहाँ गीत गाउनुहुन्छ, उहाँ आनन्दले भरिनुहुन्छ, उहाँको ज्योतिले यस कोठालाई ढाक्छ। बाइबलले यो भन्छ उहाँको ज्योति चाहिँ तपाईँको निम्ति जीवन हो। हालेलुया, हालेलुया। सो यो कुरालाई बुझिकन आराधना गर्नु नि सजिलो हुन्छ। यो कुरालाई बुझ्यो भनेदेखिलाई गीत गाउनु मजा आउँछ, भन्न मजा आउँछ। किनभने मलाई थाहा हुन्छ म कसलाई भन्दैछु, मेरो ओठबाट निक्लेको हरेक शब्द कसको लागि हो मलाई थाहा हुन्छ। नभए चाहिँ त्यसै बरबराएको जस्तो त्यसै गुनगुनाएको जस्तो मात्र हुन्छ। आज बेलुकी हामी त्यसै बर बढाउँदैनौँ, त्यसै गुनगुनाउँदैनौँ। आज बेलुकी हामी भन्दैछौँ हाम्रो व्यक्तिलाई जसले सुन्नुहुन्छ, हाम्रो दुलालाई हामी भन्दैछौँ जसले रेस्पोन्ड गर्नुहुन्छ। हालेलुया, हालेलुया। सो को हुनुहुन्छ त? बाइबलले के भन्छ? आज बेलुकी तपाईँ जसलाई आराधना गर्नको निम्ति तपाईँ यो कोठाभित्र आइपुग्नु भयो नि, बाइबलले के भन्छ त? उहाँ को हुनुहुन्छ? म सर्रै पर्छु नि हामी आराधना गर्छौँ। हुन्छ? मसँग हुनुहुन्छ? हजुर हामी सँगै छौँ भनिदिनुहोस् न। छेउको साथीलाई भनिदिनुहोस् न हामी सँगै छौँ है। तपाईँलाई स्वागत छ यो उपस्थितिमा भनिदिनुहोस् न। तपाईँलाई स्वागत छ है। अनलाइनमा तपाईँहरू जतिजना जोडिनु भएको छ तपाईँहरूलाई स्वागत छ। सो तपाईँ कोठाभित्र हुनुहुन्छ भनिदिनुहोस्। तपाईँको श्रीमती होला, तपाईँको नानीहरू होला, तपाईँ परिवारसँग हुनुहुन्छ होला, मण्डलीसँग हुनुहुन्छ होला, या एक्लै हुनुहुन्छ होला, भनिदिनुहोस् पहिलो हातमा तपाईँलाई स्वागत छ। हालेलुया। कलसी 1:15 यसो भन्छ, तपाईँले नकली हुन्छ म पढिदिन्छु। उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्यको थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। आमेन, आमेन, आमेन। सो यो बेलुकी नि हामी आराधना गर्दै गर्दा सबैभन्दा ज्येष्ठ हाम्रो जेठा दाजु, सबैभन्दा महान, बौडी उठ्नेमा उहाँ ज्येष्ठ हुनुहुन्छ। त्यो परमेश्वरलाई आराधना गर्नको निम्ति तपाईँ नि म यो कोठाभित्र आएका छौँ। अनि जसै हामी यो कुरालाई बुझ्छौँ नि आराधना गर्न सजिलो हुन्छ, सहज हुन्छ। मैले भन्दै गरेको व्यक्ति को हो? म जसको लागि गाउँदैछु, शब्दबाट मेरो आवाज निस्किँदैछ, मेरो शब्दहरू निस्किँदैछ, मैले भन्दै गरेको व्यक्ति को हो? सजिलो हुन्छ बुझ्यो भनेदेखिलाई। अनि आज बेलुकी म स्वागत गर्छु तपाईँहरूलाई।
हामी एउटै उद्देश्यमा यो कोठाभित्र छौँ, जीवित परमेश्वरको नाउँलाई उचाल्नको निम्ति हामी यो कोठाभित्र छौँ। उहाँ सुरुमा हुनुहुन्थ्यो। म तपाईँलाई भनिदिउँ, आज बिहानी जसै आराधना गर्दै थिएँ म अनि विचार गर्दै थिएँ, उहाँलाई नाप्नको निम्ति नि कुनै यस्तो इन्स्ट्रुमेन्ट बनिएकै छैन रहेछ। हामीलाई, तपाईँ नि मलाई समयले नापेको छ। समयले नापेको छ भन्नुहोस् त। समयले नापेको छ तपाईँ नि मलाई। सो समयले हामीलाई सिमाना दिएको छ अनि हामी सबैजनाको एउटा सिमाना छ। त्यो सिमानालाई यो शरीरले काट्नै सक्दैन। कसैको 75 होला, कसैको 80 होला, 85 होला, 90 होला, 95, द्याट्स इट। 100 होला, बाइबलले भनेको जस्तो 120 होला। त्यो हाम्रो सिमाना हो। त्यो सिमानालाई नि शरीरले नाग्न सक्दैन। आत्मा अनन्तको पक्का हो, तर तपाईँ नि म यो संसारमा हुँदै गर्दा हामीलाई एउटा सिमानाले नापेको छ। तर आज बिहानी जसै आराधना गर्दै थिएँ, म भित्र पवित्र आत्माले मलाई यो कुरा जान्न दिँदै हुनुहुन्थ्यो। जसको म आराधना गर्छु नि, मानिस जातिले यस्तो इन्स्ट्रुमेन्ट बनाउनै सकेन उहाँलाई नाप्ने, उहाँलाई सिमाना दिने। तपाईँ यहाँदेखि यहाँसम्म हो, त्यहाँदेखि होइन भन्ने सिमानै छैन। उहाँ सुरु पनि हुनुहुन्छ, उहाँ अन्त पनि हुनुहुन्छ। मेरो दिमागले म बुझ्न सक्दिनँ भन्दै गर्दा सररै भनिपठाउँछु, तर यति साह्रो विशाल हुनुहुन्छ उहाँ, यति साह्रो भव्य हुनुहुन्छ उहाँ। त्यो परमेश्वरलाई आराधना गर्नको निम्ति तपाईँ नि म आज बेलुकी यो कोठाभित्र आएका छौँ। खेलाइँची होइन, लडतरको कुरा होइन। तपाईँ नि मैले पुकारा गर्दै गर्दा आउनुहुने, सुन्नुहुने, उत्तर दिनुहुने परमेश्वर यति साह्रो महान हुनुहुन्छ। हामी त्यो परमेश्वरलाई उचाल्नको निम्ति यो कोठाभित्र छौँ। हालेलुया, हालेलुया। आउनुहोस्, हामी आफ्नो स्थानमा खडा हुन्छौँ। यति बेला त्यो परमेश्वरलाई उचाल्छौँ जसलाई उचाल्दै गर्दा उहाँले रेस्पोन्ड गर्नुहुन्छ, उहाँले उत्तर दिनुहुन्छ, उहाँ रमाउनुहुन्छ, उहाँ उचालिनुहुन्छ। हालेलुया। सो यति बेला एकछिन आँखालाई बन्द गर्नुहोस्, तयार हुनुहोस्। सबै हलचलहरूलाई हामी शान्त गराउँछौँ। कोही व्यक्तिहरू आउँदै हुनुहुन्छ, कतिजना जोडिँदै हुनुहुन्छ। ठिकै छ, उहाँहरू जोडिँदै गर्नुहुन्छ। तर तपाईँले जतिजना यो कोठाभित्र आइसक्नु भयो, यति बेला तयार हुन्छौँ। म तयार हुँदैछु मेरो मुक्तिदातालाई उचाल्नको निम्ति।